हेलो सबैजनालाई नमस्ते। आज चाहिँ म भ्लग सुरु गर्दैछु। धेरै दिनदेखि सोचिरहेको थिएँ भ्लग बनाउँछु भनेर, अनि आज चाहिँ फाइनल्ली स्टार्ट गरेको छु मैले डेली भ्लग। कहिले कहिले नसकुला, धेरै जसो चाहिँ मैले राख्ने छु। अनि मैले चाहिँ आज भ्लगमा के गर्छु भनेर देखाउन चाहन्छु। के गर्छु दिनभरिको मेरो काम सबै त सक्दिनँ समेट्न, त्यही पनि ट्राई गर्नेछु भन्दै आजको मेरो भ्लग सुरु भयो। यहाँ चाहिँ मैले आज स्टार्ट गरेको, अनि यहाँको वातावरण चाहिँ पानी परिरहेको छ धेरै दिनदेखि। हजुरहरूको घरतिर पनि परिरहेको होला। हाम्रो घरतिर पनि धेरै दिन भयो पानी परिरहेको छ। यो चाहिँ हाम्रो न्यू हाउस हो, पुरानोलाई फालेर नयाँ बनाएको। उहाँ चाहिँ मेरो बाबा हुनुहुन्छ। बाबाले चाहिँ सरसफाइतिर हुनुहुन्छ, पानी भर्ने ओर्ने। अनि बाबाले चाहिँ के हो के बनाके भन्दै हुन्छ। अनि म आएँ खाना बनाउन। म चाहिँ खानामा चिचिन्न बनाउँदैछु। हाम्रो चाहिँ यो वर्षको पहिलो चिचिन्न हो, लगाएदेखि फलेको। अनि त्यही भन्दै सुरु गर्दैछु पकाउन। हजुरहरूकोतिर चाहिँ के छ तरकारीहरू? हाम्रोमा चाहिँ हल्का हल्का फलिरहेको छ, सुरुवात छ हैन। अनि पकाउँदैछु मैले। बाबाले काम गर्ने, मैले पकाउने, दिनदिनै यस्तै हो। बिहानै बेलुकी पकाउन पर्छ, के गर्ने। अनि फेरि मैले चाहिँ अब देखाउँदै पकाउँदै हैन पकाउँदैछु थोरै दुईजनालाई। अनि यो चाहिँ हाम्रो बाबाले नयाँ किचनमा डाला सजाएर राख्नेको। एउटामा चिनी चियापत्ती डिब्बाहरू राख्ने अरे, आलु लसुन के हो। अरू घरमा त सजिँदैन, हाम्रो घरमा चाहिँ सजिन्छन्। अनि हाम्रो चाहिँ छतको रेलिङमा चाहिँ फलाममा खिया लागेको थियो। खिया सफा गर्ने, अनि यो के हो यस्तो थाहा छैन। अनि यसमा चाहिँ हामीले सेतो रङ लगाउने भनेका छौँ छतमा। छतबाट नै सुन्तला टिप्ने उर्ने गर्नलाई सजिलो भएको छ। उता चाहिँ बाबाले रङ पनि लगाइदिनुहुन्छ। अनि सुन्तला चाहिँ हाम्रो यत्रो भयो। मौसम चाहिँ दिउँसोको यस्तो पानी पर्ला चाहिँ भएको छ। धेरै दिनदेखि मौसम बिग्रिरहेको छ, उता पानी आइरहेको छ, यता हाम्रो काम चल्दैछ। अनि नास्ताको रूपमा चाहिँ म भुटुक टिप्न गएको थिएँ। हजुरहरूकोतिर त के भन्छन्? अनि निउरो पनि भेटाएँ। अनि फेरि भुटुक र निउरो टिपेर फेरि म अरू निउरो खोज्न गएँ। अनि टिपेको चाहिँ मैले भिडियो बनाएँ। अनि धेरै हुन्न, अनि खोज्न जानुपर्छ। अनि मैले चाहिँ निउरो देखाउँदैछु, हजुरहरूकोतिर चाहिँ यसलाई के भन्छ? अनि फेरि मैले अमिलोहरू देखाउँदैछु हाम्रो बारीको। यो चाहिँ पहिलोचोटि फलेको हो। यो धेरै फलेको त छैन त्यही पनि। अनि फेरि हामी घाँस काट्नतिर लाग्यौँ। के गर्ने, घर मात्र बसेर पनि भएन। अनि फेरि घाँस काट्न गएको बेला चाहिँ मैले फेरि निउरो खोज्न जाने चुलबुल लाग्यो। फेरि निउरो टिपेँ। अनि फेरि निउरो टिपेर तल गयो निउरो, माथि गयो निउरो। मलाई चाहिँ खोज्न र टिप्न चाहिँ यस्तो मजा लाग्छ। अनि मैले चाहिँ हिजो लकले साथ दिएको थियो, धेरै निउरो भेटाएँ। अनि फेरि तिर चाहिँ पाइन्छ कि पाइँदैन हैन, हाम्रोतिर चाहिँ पाइन्छ। अनि बेलुकी भयो, मेरो भ्लग चाहिँ सकियो। बाई बाई।